हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज चाहिँ मैले कति पछाडि भ्लग बनाउँदैछु नि त। अनि कति भइसक्यो भ्लग नबनाएको। अनि त्यही भएर आज चाहिँ म दोकान जाँदैछु साथीहरु। हाम्रोतिर चाहिँ मौसम यस्तै छ, तपाईहरुकोतिर कस्तो छ? अनि म चाहिँ गएको हैन बेसी। अनि अहिले भ्लग नबनाएको भ्याउँदिनँ नि त म। अहिले स्कुल जानुपर्छ, अनि त्यतिकै स्कुल हिँड्नुपर्छ। अनि स्कुल हिँड्दा हिँड्दै त्यतिकै बनाउनु भ्याउँदिनँ। अनि आज चाहिँ यसो हेरौँ न त भनेर बनाएको होइन साथीहरु। दिस मर्निङ म चाहिँ दोकान जाँदैछु नि त अहिले। अनि त्यही भएर पैसा तपाईँलाई देखाएको है, मैले देखाएको चाहिँ होइन। म चाहिँ त जाँदैछु, दोकान जानु पर्ने हुन्छ। अनि यता चाहिँ मौसम जहिले यस्तै, अहिले अघि भर्खर तर म स्कुलमा आएको पानी पर्लै जस्तो भइसकेको छ नि त। अनि त्यही भएर मौसम चाहिँ ओभर यस्तै भइरहेछ भनौँ न। जहिले कुहिरो लाग्ने कति भइसक्यो कि कुहिरो लाग्न थालेको म त। पैसा धेरै हुनु नि साह्रो छ त भन्दिनँ। म चाहिँ अहिले तल दोकान चाहिँ किन गएको भने आज हाम्रो घरमा मोमो खाने अरे नि त। अनि सुँगुर काटेको थिएछ, भाउजूले काटेको रहेछ नि त। अनि त्यही भएर म चाहिँ लिनु जाँदैछु मैदाहरू त्यतिहरू। अनि कसैको घरतिर त काँक्रा नै फलिसक्यो, हाम्रै घरमा मात्रै नफलेको। यो चाहिँ माली भाउजूको घर है, माइली भाउजूको घर। म चाहिँ यहाँदेखि तल जानुपर्ने हुन्छ। के गरेको हो नाइस, नयाँ ट्र्याक लाएर बसिरहेछ त नि साथी त। हेलो हेलो, हजुरको नाम के हो भन्नुहोस् न। के साह्रो लोग्छ हौ भदैनीहरू। तपाईँको नाम नोगेन हो? ए उसको नाम चाहिँ नोगेन अरे। को हो यो? राम्रो भनेको लचौटी। के कुहिरोले केही देखिँदैन साथीहरू। भाउजूहरूको बाख्रा यत्रो पेट फुलाएर आइछ। यिनीहरू चाहिँ कत्रो बाख्राको पेट पनि। म चाहिँ छिटो पुगेर आउनुपर्ने हुन्छ, रात परिसक्यो। तपाईँहरूले त्यसो मौसम हेरेर पनि थाहा पाइसक्नु भयो होला नि त। कुहिरोले गर्दा रात परेको भन्नुहुन्छ होला। यो कुहिरो चाहिँ जहिले लाग्छ क्या, अहिले चाहिँ त्यस्तै 6 भइसकिसक्यो। अनि मैले आज चाहिँ चप्पल लगाएको छु। दोकान घरै यो चाहिँ चराको चाहिँ कस्तो छ चिज खाने? ए मम्मी छैन? मम्मी छैन अरे नगेनले भने। छोडिदेऊ, फ्यालिदेऊ। के गर्नु त्यो मैले लगेर। त्यतिखेरमा चाहिँ सामान लिएर आइसक्यो नि त। मैले भन्दै थिएँ नि, हेर्दै पानी आइसकिसक्यो कि यहाँनिर। ओ माई गड, सुँगुर। अनि मैले चाहिँ के लिएर आएँ त, घर पुगेर देखाउँछु नि त। अहिले फिस पानी आउँदैछ। अनि त्यही भएर पानी चाहिँ कति पर्छ हौ, कति पानी परेको देखेर म ढल्छु होला। मेरो घर बाटो चाहिँ उकालो न उकालो छ, यति साह्रो गरिन्छ नि। म घर पुगेर देखाउँछु ल। साथीहरू म चाहिँ घर आएँ होइन। मैले डिउ ल्याएँ, अनि प्याज ल्याएँ, मैदा ल्याएँ, अनि मोमो मसला ल्याएँ। यति नै साथीहरू। कति साह्रो म गर्नु भनेर के थाहा। बाई बाई साथीहरू।
अब चाहिँ म मेरो ब्लग इन गर्न चाहन्छु। लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई।